त्यसपछि बिट नम्बर 6 अब बिट नम्बर 6 देखि चाहिँ एन्डिङ सेक्सनतिर जान्छौँ यसको प्याटर्न चाहिँ अलिकति फरक छ अब सुरुको भन्दा हैन कस्तो छ भने अब यसरी हेर्नु बुम बुम ताता बुम बुम ताता बुम बुम ताता ख ताता बुम जति सबै ओपन हो लेफ्ट ह्यान्डले ता जति राइट ह्यान्डले अनि त्यसपछि ख भनेको चाहिँ रोकेर क्लोज है सो कस्तो सुनिन्छ त भन्दा बुम बुम ताता यो तीनचोटि बजाउने अनि यो एन्टायर थिङ दुईचोटि बजाउने सो कस्तो सुनिन्छ त है अलिकति पहिलो सेक्सन्सहरु भन्दा अलिकति फरक छ है सो र सजिलैसित बजाउन सकिन्छ सो अलिकति स्पिड अप गर्दा कस्तो हुन्छ यसरी बजाउने है तर स्लोली प्र्याक्टिस गर्नु है स्पिड चाहिँ पछि आफै आउँछ स्लोली गर्नु बुम आफूलाई जति कम्फोर्टेबल हुन्छ त्यति स्लो बजाउने यसरी है त यो चाहिँ बोल नम्बर 6